पशुपति आर्यघाटमा ईश्वरीको अन्त्येष्टि गर्ने क्रममा दुई छोराहरू आमाको पार्थिव शरीरलाई अँगालेर भक्कानीको दृश्यले सबैलाई भावुक बनाइदियो। सँगै हुँदा बुवाको माया नपाएका आमा छोराले दिवसपछि त अब शान्तिले बाँच्न पाउने भयो भन्ने आशा मात्र थियो। तर आफ्नै बुवा आमाको लागि यमराज बनेर जाइलागे। आमा मारेर बुवा जेल गएपछि दुई सन्तान अबोध छोराको बिचल्ली माइती पक्षकी आमाको छोरीको वियोगमा अर्धचेत भइन्। त्यो दृश्यले यतिबेला सारा नेपाली भावुक बनिरहेका छन्। आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा जानकारी गराएर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू। पशुपति आर्यघाटमा ईश्वरी भुजेलको अन्तिम विदाई, चितामा उठ्यो आँसु र मौन पीडाको लहर। जीवनको सबैभन्दा कठिन सत्य आज फेरि एकपटक सबैको आँखामा देखियो। जहाँ हिजोसम्म हाँस्दै हिँड्ने एक कर्तव्यनिष्ठ अनुहार आज चितामा सुत्न बाध्य भइन्। नेपाली सेनाकी सुबेदार ईश्वरी भुजेलको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। उनको असामयिक र दर्दनाक निधनले परिवार मात्र होइन सम्पूर्ण समाज स्तब्ध बनाएको छ। कार्यालयको ड्युटी सकेर स्कुटरमा घर फर्किने क्रममा भएको घातक आक्रमणले उनले जीवनलाई एकपटक अन्त्य गरिदियो। जुन सपना, जिम्मेवारी र भविष्य उनले बोकेकी थिइन् ती सबै आज अधुरै रहन पुग्यो। आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका परिवार, आफन्तजन, सहकर्मी, शुभचिन्तकहरूको भिड र भावुक देखिन्थ्यो। कसैको आँसु थामिएको थिएन, कसैको हात काँपिरहेको थियो त उनी अब फर्किँदैनन् भन्ने वास्तविकताले यहाँ उपस्थित सबैको मुटु चिरिरहेको थियो। कर्तव्यनिष्ठ, साहसी र अनुशासित व्यक्तित्व भएकी ईश्वरी भुजेलको निधनले एउटा घर मात्र होइन समाजले पनि एउटा प्रेरणादायी महिला गुमाएको छ। आज उनको अन्तिम विदाई केवल एक संसार थिएन, बरु धेरै अधुरा सपनाहरू, मौन पीडाको विदाई थियो। यस दुःखद घडीमा दिवंगत आत्मा चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। यस्तै नयाँ ताजा भिडियो हेर्नको लागि हाम्रो मीनाक्षण युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू।